नमस्ते। फेरि पनि म पार्ट 3 भिडियो लिएर आइसकेकी छु। हजुरहरूलाई पार्ट 1 र पार्ट 2 भिडियोले धेरै सहयोग मिलिरहेको होला र मिल्ने पनि छ, किनभने मलाई प्रोसेस गर्दा एकदम धेरै गाह्रो भएको थियो। त्यही भएर हजुरहरूलाई गाह्रो नहोस् भनेर मैले जिरो लेभलबाट हजुरहरूलाई सबै कुरा हरेक कुरा बताएको छु। हजुरहरूले मेरो भिडियो चाहिँ सबै हेर्नुहोला है त। हजुर, मैले सेकेन्ड भिडियोमा चाहिँ मेडिकल सम्बन्धी बताएको थिएँ। अब मेडिकल गरिसकेपछि हामीले जुन नाता प्रमाणित रिलेसनसिप कागजपत्र र विवाह दर्ताको कागजपत्र अनि जुन हामीले मेडिकल गरेको रिपोर्ट थियो हो, त्यो रिपोर्ट लिएर चाहिँ हामी परराष्ट्र मन्त्रालय छाप हाल्नु जानुपर्ने। त्यसपछि हजुरलाई जुन मान्छेले कोरिया लान लग्नु भएको हो, उहाँले उताबाटै अलरेडी पेपर पठाइसकेको हुन्छ। त्यो पेपरमा चाहिँ हजुरले साइन गर्नुपर्ने हुन्छ अनि एउटा पासपोर्ट साइजको फोटो चाहिन्छ हो। त्यही लिएर हजुर चाहिँ रवि भवन काठमाडौँ कलङ्की र कालीमाटीको बिचमा कोरियन एम्बेसी छ हो, त्यहाँ जान सक्नुहुनेछ है त। हजुर, यो त्यसपछि के गर्नुपर्छ म अर्को भिडियोमा हजुरहरूलाई चाँडै नै लिएर आउनेछु। मेरो भिडियो चाहिँ लाइक, कमेन्ट, रिपोस्ट गरेर सहयोग गरिदिनु होला। हजुरहरूले फलो गर्नुभएको छैन भने फलो पनि गर्नुहोला है त। हस् त, नमस्ते, फेरि भेटौँला।